नुहाउँदाखेरि कहिले पनि पुरै वस्त्रहीन भएर नाङ्गै शरीर भएर कहिले पनि नुहाउनु हुँदैन। र अर्को कुरा, हामीहरूले लङ टोयलेट शौच गएपछि शरीरमा तेलले मालिस गरिसके पछाडि, घाट गइसके पछाडि, अनि गएर शारीरिक सम्बन्ध बनाइसके पछाडि, दारी कपाल काटिसके पछाडि हामीहरूले तुरुन्त स्नान गर्नुपर्दछ। यो कर्म पछाडि चाहिँ जसले चाहिँ स्नान गर्दैन त्यो स्नान नगर्दासम्म त्यो व्यक्ति अशुद्ध हुन्छ। खाना खाने बित्तिकै र रातिको समयमा स्नान गर्नु हुँदैन। जसले चाहिँ खाना खाने बित्तिकै स्नान गर्दा र रातिको समयमा स्नान गर्दा शरीरमा रोगको वृद्धि हुन्छ भनेर बताइएको छ। र स्नान गर्नका लागि तीर्थको जल मिसाएर स्नान गर्दा अत्यन्तै राम्रो हुन्छ भनेर बताइएको छ। र घाममा अत्यन्तै हिँडेर आइरहेको बेलामा, अत्यन्त कहीँबाट हिँडेर आइरहेको बेलामा, थकान अवस्थामा उत्तिखेरै तत्काल स्नान गर्नु हुँदैन। यसले चाहिँ टाउको तथा आँखासँग सम्बन्धित समस्याहरू ल्याउने गर्दछ। र स्नान गर्दाखेरि जहिले पनि हामीहरूको मुख कि त पूर्वपट्टि फर्किएको हुनुपर्दछ कि त उत्तरपट्टि फर्किएको हुनुपर्दछ। यसरी चाहिँ हामीहरूले स्नान गर्नु अत्यन्तै राम्रो हुन्छ। र हामीहरूले सबभन्दा मेन त ख्याल गर्नुपर्ने कुरा के हो त भन्दाखेरि वस्त्रहीन भएर म मेरो घरमा छु, खोला नालामा मात्रै होइन, तीर्थमा गएको बेलामा मात्रै होइन, घरको बाथरुममा पनि तपाईँ पूर्ण रूपमा वस्त्रहीन भएर नुहाउनु हुँदैन। मित्रहरू, हजुरहरूलाई मन परे धेरैभन्दा धेरै सेयर गर्नुहोला र आफूले कमेन्ट गर्न नबिर्सिनुहोला। मसँग ज्योतिषसँग सम्बन्धित परामर्श लिन चाहनुहुन्छ, आफ्नो घरको वास्तु देखाउन अथवा वास्तुसँग सम्बन्धित परेशानी छ भने त्यसको समस्याको समाधान गर्न चाहनुहुन्छ अथवा कर्मकाण्ड पूजापाठको लागि सम्झन चाहनुहुन्छ भने 9821 50 21 08 9821 5021 08 यो नम्बरमा सम्पर्क गरी तपाईँले लाभ लिन सक्नुहुनेछ।